वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। म हो सपना घरदेखि घर। म चाहिँ अहिले चाउचाउ पकाउँदैछु। भोक लागेर दिउँसो के गर्ने गाई जङ्क फुड धेरै त खानुहुन्न भन्छन्, तर के गर्ने जङ्क फुड बिना अरू नास्ता नै हुँदैन। के गर्नु होइन गाइस, बुढा मगर यो हो मेरो बहिनी एकदम पढिरहेको थियो अरे पुरै कलेजबाट आएर पढि छ त्यो होइन। हजुर हजुर एकदम। अनि पढाइ कस्तो चलिरहेछ त यसमा बुढा मगर चाहिँ? पढाइको कुरा गर्नु पर्दा चाहिँ अब ठिकै भनौँ, ठिकै चलिरहेछ, एकदम राम्रो चलिरहेछ होइन। हजुर ओके, राम्रोसँग पढ्नु, आफ्नो करियर पर्स्यु गर्नुपर्छ। ओके, राम्रोसँग पढेर ल भइहाल्छ नि त फेरि। के म चाहिँ लाग्दैछु अब चाउचाउ पकाउनतिर। एकदम यो करेन्ट चाउचाउ रे के नानीले, म चाहिँ खाँदैन ल, नानीले कहिले कहिले पछाडि मात्र फाल्छु। आज भोलि चाहिँ अलिक कन्ट्रोल गरेछु। बहिनीले चाहिँ चाउचाउ पकाइदिनु दिदी भोक लाग्यो भन्दै आएको थियो कलेजबाट होइन। त्यसपछि म त्यो आएपछि फेरि कपडा धुन गयो नि त। अनि बल्ल बल्ल नुहाएर बाहिर आएर चाउचाउ ल्याउन गएर चाउचाउ पकाउँदैछु गाइस होइन। ल त म चाहिँ चाउचाउ पकाउनतिर लाग्छु होइन गाइस। पकाएपछि म तपाईँहरूलाई देखाउने छु। अहिलेलाई बाई बाई, टाटा।